हेलो गाइज, आज चाहिँ हामी अब यस्तो बिचतिरलाई हिँड्नको लागि निस्किसक्यौँ होइन। आज हामी तपाईँलाई यस्तो खतरा भ्यू देखाउनेवाला छौँ होइन। बिचको अस्ट्रेलियाको आज हामी अलमोस्ट जस्तो अब कतिवटा बिच गइन्छ होला, कतिवटा त गइन्न यार, कतिवटा गइयो टाइमै छैन, अब एउटा गइन्छ ल हुन्छ, जतिवटा हुन्छ हामी त्यतिवटा चाहिँ हामी जाने कोसिस गर्नेछौँ होइन। आज चाहिँ एउटा फर्स्ट ब्लग हाम्रो दुईजनाको एकैचोटि। के भन्न चाहन्छ दोस्त? तेल छैन यार, तेल ए गाइज, हाम्रो चाहिँ अब फाइनल्ली एउटा प्लान बनिसकेको छ। हामी चाहिँ अब उता कता जाने रे दोस्त? हामी वाटसन बे गइने वाला छ। हामी अब वाटसन बे जाँदैछौँ। वाटसन बेदेखि त चाहिँ हाम्रो अब यस्तो सिटीको भ्यू चाहिँ यस्तो खतरा देखिन्छ होइन। अब नाइट भ्यू, लभली भ्यू देखिन्छ। अब तपाईँलाई हामी त्यही भ्यू देखाउनेछौँ। अब अहिले चाहिँ हामी यहाँ होमबुसबाट हामी अब सिटीतिर जाँदैछौँ। अलमोस्ट जस्तो अब हामीलाई 51 मिनट्स अब त्यस्तै लाग्छ होइन। अब 1 घन्टा जस्तो अब त्यहाँ पुग्दाखेरि यताउता गर्दाखेरि। त्यस पछाडि गाइज यस्तो भ्यू देखिन्छ नि, तपाईँ हेर्दै जानु होला है त। लेट्स गो। गाइज हामी चाहिँ फाइनल्ली अब उहाँ तल गाडी पार्क गरेर चाहिँ अब हामी एउटा माथिको भ्यू पोइन्टतिर जाँदैछौँ होइन। अगाडि यता यो वाटसन बेबाट यहाँबाट चाहिँ हामी माथि जाँदैछौँ। यहाँ माथिदेखि त यस्तो खतरा लभली भ्यू चाहिँ देखिन्छ होइन। तर के गर्नु, अब रात पनि परिसक्यो अनि पानी परे जस्तो अवस्था पनि भएको छ क्या। अलिअलि पानी पनि परिरहेको छ थोरै। त्यही भएर अब भ्यू चाहिँ त्यस्तो खासै राम्रो चाहिँ नदेखिएला, तर पनि अब हामी इन्जोय गर्छौँ। अब ब्लगको मतलब भएन केटा। फाइनल्ली गाइज हामी चाहिँ आइसकेका छौँ होइन। यो अगाडिको भ्यू देख्न सक्नुहुन्छ, अगाडि यस्तो लभली बिच देखिरहेको छ होइन। अब हामी यहाँबाट चाहिँ अब फेरि अब थोरै अझै माथि गएर हजुरहरूलाई भ्यू देखाउँछौँ। जस्तो के भयो, थाक्यो होइन त? कसम उकालो रहेछ यार यहाँ त यार पुरै भ्यू। निशान, ओए निशान, निशान, ओए साथी ने कहाँ गयो ओए? Stop it. Get some help. सुसाइड त हान्दैन नि, सुसाइड पोइन्ट होइन यो। ओए यहाँ हाम त फालेन नि केटा यार। सुसाइड पोइन्ट हो नि त म चाहिँ यो। निशान, कल हान्दा ओए कल हान्दा। हेलो ओए निशान, नकर यार कहाँ हो र? ए ल ल ल, फाइनली भेटियो केटा हो। भेटियो है लास्टमा म चाहिँ।